अध्यक्ष लगायत सम्पूर्ण टिमको तर्फबाट यसले जो 5085 सालको हाम्रो यो साकेला उधौली र उभौली हामीले दुईपल्ट मनाइन्छ र आफ्नो आफ्नै विशेषता छ त्यो उधौली र उभौलीको। हामीले उभौलीमा हाम्रो अन्नपातलाई छरिन्छ र त्यसलाई उखालेर हामीले बिउ बिजन छरेर हामीले त्यो रोपिन्छ र उधौलीमा त्यसलाई फलेको चिजलाई हामीले काटेर फन्काउने काम गरिन्छ। यस विषयमा त तपाईहरु सम्पूर्ण जानकारी नै छ होला। यहाँ पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र यस्तै गरी हाम्रो अन्त्यमा हुनुहुन्छ चित्रसेन राई, उहाँलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र हामीसँग आउनु भएको छ पाहुना, हाम्रो पाहुना आउनु भएछ दिलीप राई, इलामबाट आउनु भएको छ। यहाँलाई पनि यहाँ कहाँ हुनुहुन्छ उहाँलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक। र यस्तै गरी हाम्रो पाहुना हुनुहुन्छ इलामबाट पाल्नु भएका पाहुना कुमार दुलाल, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र किरात राई आयोका हाम्रा यो थानको जुन माङपा हुनुहुन्छ उहाँ खड्क बहादुर राई, यहाँलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु खड्क बहादुर राई। र हाम्रो माङपा हुनुहुन्छ कुञ्चलाबाट सन्देश राई, उहाँ कहाँ हुनुहुन्छ यहाँलाई पनि यथास्थानमा आसन ग्रहण गर्न चाहन्छु। र यस्तै गरी अतिथिकै आसन ग्रहणमा हाम्रा रुटिङ अफ हल्दीबारी बन्दका प्रबन्धक हाम्रा पत्रकार श्री आशिष राईलाई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यस्तै गरी हाम्रा मगर सङ्घका गाउँ कमिटीका अध्यक्ष श्री अर्जुन राणा मगरज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र हाम्रा थुलुङ सेवा समाज झापा जिल्लाका सचिव हुनुहुन्छ श्री याम कुमार राई, यहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षलाई पगडीमा फेटा लगाएर सम्मान भइसकेको छ। र यसै गरी हाम्रो प्रमुख अतिथिज्यूलाई पनि पगडीमा फेटा लगाएर सम्मान गरिदिनु हुन। बुबुकै बुला बोल बुला चाहिँ खड्का बुबुलाई चाहिँ माङपा त उसले बिगारेर गइसक्यो नि होइन। बुबु छ बुबु बोलाउन खड्का बुबुलाई कहाँ हुनुहुन्छ? सुनेदैन त यो माइकिङमा गाउँमै छैन के सुन्नु, यो यहीँ वरिपरि सुनेको छैन। बरु मै बुबालाई यतिको बोला बरु पूजा अनि घाँटी पनि खुल्ला हुन्छ। अरू कसलाई भन्नु सुन्छु त धन्यवाद। हाम्रो माङपाहरू हुनुहुन्छ, माङपाहरू सायद माङचिङमै बिजी हुनुहुन्छ होला। एकछिन रोकौँ, यो बनाउँदै गर्नु कि दुईवटा चाहिँ दुईजना
यदि हामी संस्कृति जोगाउन भने हामी रहेको के अस्तित्व रहन्छ र हाम्रो यो साकेला उधौली र उभौली हामीले दुईपल्ट मनाइन्छ र आफ्नो आफ्नै विशेषता छ त्यो उधौली र उभौलीको। हामीले उभौलीमा हाम्रो अन्नपातलाई छरिन्छ र त्यसलाई उखालेर हामीले बिउ बिजन छरेर हामीले त्यो रोपिन्छ र उधौलीमा त्यसलाई फलेको चिजलाई हामीले काटेर फन्काउने काम गरिन्छ। यस विषयमा त तपाईँहरू सबैलाई जानकारी नै छ होला र मलाई यहाँ आइदिनु भनेर निम्तो गर्नुहुने 1 नम्बर वाडा कमिटी र मेरा सहकर्मी मित्र यस कमिटीका अध्यक्ष कुलबहादुर राईलाई विशेष धन्यवाद दिन चाहन्छु। म तपाईँहरूसँग अन्तिमसम्म बस्ने मेरो इच्छा र चाहना थियो, तर विशेष मेरो गाउँमा घटना भएको कारणले म त्यहाँ जानु परेको हुँदा मैले तपाईँहरूसँग बस्न पाउन सकिनँ। त्यसमा म क्षमा प्रार्थी चाहन्छु र मेरा अग्रज व्यक्तित्व हुन्छ यस विषयमा तपाईँलाई व्याख्या विश्लेषण गरिदिनुहुन्छ। यस उधौली उभौली र यस साकेलाको विषयमा मैले जति जाने म तपाईँहरू माझ मैले जति जाने कुराहरू म तपाईँहरू समक्ष पस्काएँ र मेरा अग्रज व्यक्तिहरू हुनुहुन्छ। यहाँ अध्यक्ष हुनुहुन्छ, फेरि अध्यक्षले भरे मैले बोल्नु पाएन भन्नुहुन्छ होला, यस विषयमा उहाँलाई पनि अलिकति राखिदिनु पर्ने हुन्छ मैले र उहाँलाई मैले थोरै राखिदिँदै म तपाईँहरू सामु म बिदा हुन चाहन्छु। आज हामी भाषण गर्ने दिँदैन, हाम्रो संस्कृतिलाई जोगाउनु पर्ने हुन्छ, भाइ बहिनी नाच्नु पर्ने हुन्छ। त्यसैले यो भाषण भनेको हामीले यो संस्कृति जोगाउनु ठाउँमा भाषण गर्ने होइन, हामीले हाम्रो संस्कृति जोगाउनु निम्ति हामी नाच्नु पर्ने हुन्छ। त्यसैले यो भाषणलाई म यस संस्कृति जोगाउनु ठाउँमा त्यति बोल्न चाहन्न र हाम्रो सधैँ हाम्रो संस्कृति जोगाइराखौँ भन्दै म तपाईँहरूसँग बिदा हुन चाहन्छु। जय यायोखा, जय किरात, सेवा सेवाने सम्पूर्णमा हस्त नमस्कार। धन्यवाद। हाम्रा आजका प्रमुख अतिथि श्री सञ्जीव नाछिरिङ राईज्यू, उहाँको आफ्नो गाउँमा घटना भएकोले गर्दा उहाँले हामीलाई पुरा समय दिन सक्नु भएन र यहाँबाट बिदा भइसक्नु भएको छ आफ्नो मन्तव्य छोडेर। उहाँलाई धेरै धेरै धन्यवाद हाम्रो किरात राई आयोगका सम्पूर्ण कमिटीको तर्फबाट। र अतिथिगणहरू र मैले मान्नुपर्ने हल्दीबारी 1 नम्बर वडा कार्य समितिका मेरा अभिभावक आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूमा म हल्दीबारी गाउँपालिका वडा नम्बर 1 को वडा कार्य समितिको अध्यक्ष लगायत सम्पूर्ण टिमको तर्फबाट हेलेदोङ 5085 सालको उधौली कार्यक्रमको हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। आज हामी किरात समुदायहरू भित्र पनि किरात राईको वर्षमा 2 चोटि मान्ने चाड उधौली र उभौली मध्येमा आज हामी उधौली मान्दैछौँ। आज हाम्रो विशेष चाड हो। जम्मा जम्मी हामी राईहरूको 2टा मात्रै चाड छ।